अहिले नेपालको प्रधानमन्त्री सुशीला कार्की बन्नुभएकोमा उनलाई धेरै 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 बधाई छ। तर अब कुर्सीमा बसेपछि असली लडाईँ त अब सुरु हुन्छ। देशलाई लुट्न बानी परिसकेका पार्टीहरूले तपाईलाई सजिलै चल्न दिने छैन। अहिले जेएनजीको आन्दोलन सेलाउँदै जाँदा, मतलब अहिले जेएनजीको आन्दोलन रोकिँदै जाँदा फेरि पुराना अनुहारहरू सडकमा देख्न थालेका छन्, हो कि होइन? संसद विघटनको विरुद्धमा आन्दोलन गर्ने, भ्रष्टाचारी गर्नेहरूलाई ढाकछोप गर्ने तयारीहरू अब सुरु हुन थालेका छन् र अबको प्राथमिकता भनेको भ्रष्टाचारीहरूलाई थुनामा हाल्ने हो, लुटेराहरूलाई कानुनी कारबाही गर्ने, कानुनी दायरामा ल्याउने र देशलाई नयाँ बाटोमा दोहोऱ्याउने हो। नत्र यी साना साना ढुङ्गाहरू, गिट्टीहरूले तपाईँको खुट्टा छ्या पार्न सक्छ र लडाउन पनि सक्छ। तर चिन्ता नलिनुहोस्, अहिलेको जेएनजीको पुस्ताहरूको लहर तपाईँको साथमा छ र सधैँ रहनेछ। यदि तपाईँले राम्रो काम गरेर जनताको भलोको लागि काम गरेर अगाडि बढ्नुहुन्छ भने। देश बनोस् भन्ने चाहना कसलाई हुँदैन, त्यो चाहना हामी सबैको छ। तर देश बन्ला त? यो प्रश्न अझै खुला छ।